कति धेरैले राखेका हो र स्टोरी पनि यत्रो फुलको झोप्पा लिएर अनि स्टोरीमा ठड्डेर अनि त्यहाँबाट नि फोटो खिचेर राख्ने के मलाई देखाउन राखेका हो र मलाई देखाउन राखेका हो पर्दैन मलाई देखाउन पर्दैन तिमीहरूको फुलको झोप्पा भन्दा ठुलो त हिजो मेरो भादी थियो घाँसको के भने हौ त कुनले हो के कुनले आमा पैसा चोरेर सिरानी मुनि आडो चोरेर स्वास्नीलाई गिफ्ट दिएको अरे के त्यसको अनार कुच्चिनीले पनि त्यस्तो गर्छन् दिनै मन छ भने आफैले कमाएर दिन पर्छ तैँले गर्लफ्रेन्डलाई गिफ्ट लाज मन बाको पैसा चोरे खान आमा पैसा चोरे खान अनि उता सहिलो बन्न क्या राम्रो बन्न उता गर्लफ्रेन्डसित राम्रो बन्न उता फेरि गर्लफ्रेन्ड फेरि मक्खै हो मेरो बोयफ्रेन्डले गिफ्ट थ्याङ्क यू सो मच सानो अरे आज स्टोरीमा झ्याडम्मै यता हानेको उता पुऱ्याइदिन्छु के गरेर काँडा चोरेर लर खुसी पारेछ भन्ने थाहा छैन अझ थ्याङ्क यू र थ्याङ्क यू दुनियाँ संसारलाई लीला देखाछन् लीला कसैका नभएका बोयफ्रेन्ड रहेछन् कसैका नभएका गर्लफ्रेन्ड रहेछन् के हाम्रा पनि छन् के छैनन् हाम्रा त साँच्चै छैनन् के फेरि यो थुत्तुनो फेरि घरिघरि बिग्रिन्छ के अझ तँ आजकल त तँ फुलमा पनि पैसा राख्ने हुँदो रहेछ के तँ पैसा निकालेर खान मिल्छ कि त्यतिकै तँ टाँसेको मात्रै हो र तँ फुलको बिचमा पैसा राख्दा रहेछन् के मैले कति ठाउँ देखेको तँ पैसा निकाल्ने र आफूले तँ पैसा दिए त मैले पनि लिन्थेँ के रोस्ट दिए रहेछ के हिजो अनि मैले त्यही दिएछ के हिजो अनि देखेको थिएँ के सबैको स्टोरी देखेको थिएँ अनि आज के रहेछ भनेर अनि हेरेँ टिकटक दिने अनि सबैले फुलको झोप्पा लिएर भिडियो बनाएछन् मेरो त केही छैन मेरो हात केही पनि छैन म त बनाएको थिएँ के घाँस काट्न गएको थिएँ अनि त्यहाँपछि हेरेको के डाटा तानेर हेरेको ओहो अनि अरूको हेर्नु फेरि कम त मजा हुन्छ र भनेको के आफ्नो त म त रुचाउन हे त बिना सुहारे किन के खाना काउलो तर्न पर्र भनेको के माया भनेको मनमा हुनुपर्छ फुलको झोप्पा दिएर हुन्छ र भनेको के चाहिन्न मलाई केही पनि चाहिन्न तँ केटी कति मक्खै परेछ के तँ केटी एउटी केटी छ यहाँ स्टोरीमा तँ केटी कति मक्खै परेछ त्यसको बोयफ्रेन्डले गिफ्ट दिएको रहेछ के कति मक्ख परेछ मैले देखेँ त्यो केटीलाई अहिले भर्खर पनि देखेको थिएँ 3 चोटि हेरिसकेँ त्यो केटीको स्टोरी मैले कति मक्ख परेछ नाचेछ फुल लिँदै नाच्दै गरेछ के यस्तरी दराजमा भिडियो बनाइछ यस्तरी मोबाइल साथेर अनि यस्तरी फुल लिछ अनि स्कर्ट पनि लाइछ स्कर्ट लाएर गराइछ त्यो केटीले भिडियो मैले भर्खर देखेर आएको तिमीले हेर्छौ र नहेर कसकी गर्लफ्रेन्ड नहेर छोडिदियो ल म गएँ है।